हेलो हेलो आज चाहिँ म साथीलाई गिफ्ट दिनलाई हैन लक्ष्मी पूजाको दिन धनतेरसको दिन केही न केही जोड्नु पनि पर्छ भन्ने कुरा भयो। अनि यो पालि चाहिँ हामी साथीलाई गिफ्ट पनि हुन्छ केही न केही पनि जोडिन्छ भनेर चाहिँ आज म उसलाई ठ्याक्क उसको वर्क प्लेसमा उसलाई छोडिदिएर अनि म यहाँनिर गिफ्ट किन्न आएको छु है। र अनि म चाहिँ आज आएको छु सरस्वती ज्वेलर्समा है। र सरस्वती ज्वेलर्सबाट मैले यहाँनिर उसको लागि गिफ्ट लिएर गइसकेको छु है। अब के छ गिफ्ट चाहिँ हामी एकछिनमा अनबक्सिङ गर्छौँ है। लक्ष्मी पूजाको दिन आज चाहिँ बिहिबार हो, लक्ष्मी पूजा अझै सोमबार हो भनेपछि शुक्रबार शनिबार आइतबार सोमबार म 4 दिन अगाडि आएर यहाँनिर आएर लिएर जाँदैछु है। सरस्वती ज्वेलर्स चाहिँ आई थिङ्क मिसागाउँमा पर्छ यो चाहिँ है। दे आर गुड है, एकदमै मजाको हुँदो रहेछ। अनि उहाँहरूबाट चाहिँ रिजनेबल प्राइस हो। मैले आज केही न केही गिफ्ट लिएर निस्किँदैछु। एक्साइटमेन्टै आएको छैन क्या तिहार सेलिब्रेट गर्न। किन थाहा छैन होला। अझ तिमीले यसरी भिडियो बनाएको देख्दा अझ बढी शङ्का भइरहेको छ तिमीलाई सरप्राइज दिनेवाला। लाइक म मतलब अब अस्तिको जोडी दशैंको पापी लभ आउँछ कि भन्ने मलाई अझ शङ्का लागिरहेको छ है। त्यसो त यहाँ पापले लाग्छ, त्यस्तो चाहिँ नसोच हैन। के चाहिँ सोच्नु त्यस्तो पकड्छु देखिएन नि त। देखेन नि मेरो देखिरा। Why you are not excited with TR? खोइ त्यो पहिलेको जस्तो एनर्जी नै छैन। पोहोर बरुवाले एक्साइटमेन्ट यो बनाउने त्यो बनाउने भन्ने छ यसपालि। त्यस्तो हैन, एक्साइटमेन्ट हेर साथी हुनुपर्छ। तिहार हो हैन। त्यत्रो दिन छुट्टी किन लिएको त? छुट्टी त लिएको नि त सेलिब्रेट गर्न जेसुकै पनि भनेर। तर राम्रो कलर यार त्यो रिजन हुन्छ नि। म तिमीलाई धेरै रिजनहरु दिन सक्छु नि। के हुन सक्छ मलाई चट्ट तिम्रो मलाई के सरप्राइज वाला के किन्ने आड्यो धनतेरसमा? धनतेरसमा त हैन, के किन्दिन्छौ धनतेरसमा? धनतेरसमा पालि केही नजोड्ने। हामी कहिले जोड्छौं भने हामी मङ्सिरमा जोड्छौं। यो पालि के जोड्छौं भन्ने कुरा हो अब हैन। जोड्न चाहिँ अब सुन जोड्न सकिदैन र चाँदी त नसकिने भइसकेछ। सुन त परै जान्छ। पञ्च धातु आएको छ आज भोलि। मजाले बोलाइ भरे फेरि म हेर कस्तो बोलेको आयो मेरो छि भन्छौ नि। नहाल न भयो ल नराख्नु फेरि हेलो है। आज चाहिँ फ्राइडे हो। नेपालमा चाहिँ आज धनतेरस हो है। अनि यहाँनिर चाहिँ भोलि मात्रै हो खासमा। अनि म चाहिँ वर्षाको काममा लिन आएको छु। अनि म बाहिर वेट गरिरहेको छु है। म चाहिँ आज के लिएर आएको छु भने है, म चाहिँ यो लिएर आएको छु है। अनि यहाँनिर चाहिँ अस्ति किने यो गिफ्ट यहाँनिर छ। अनि त्यस पछाडि यहाँनिर चाहिँ बुके छ है। र यो बुके र यो गिफ्ट लिएर आएको छु। सबै यहाँनिर राखिदिन्छु है उसको सिटमा। अनि अब ऊ आएर अब सरप्राइज होस् भन्ने हिसाबले चाहिँ मैले यही लिएरै आएको है। किनभने अब कामबाट गलेर आएको हुन्छ नि, कामबाट गलेर आएको मान्छेलाई चट्टसँगले हैन यो देख्दाखेरि त मन कति खुसी हुन्छ होला भनेर चाहिँ म युजली आउँदाखेरि प्रायः जस्तो म काममै लिएर आउने गर्छु क्या। उसलाई केही ल्याइदिएको छ सरप्राइज भने चाहिँ घरमा चाहिँ हुँदैन, प्रायः म काममै आउँदाखेरि बोकेर आउने गर्छु हैन। र त्यसरी नै आज मैले यो लिएर आएको हैन। लेट अस सी कतिको सरप्राइज हुन्छ ऊ है त। मलाई केही न केही त लाग्दै थियो। आमा आइफोन हो कि क्या हो? के हो नि त? मलाई एउटा बुके चाहिँ आउँछ नि भन्ने लाग्दैथ्यो। खोइ सिट बेल्ट लाउँछ नि गर्मीको भयो त मलाई त। धनतेरस हो नि त। भनेको त्यही हो क्या।
यार म त आइफोन चाहिँ होला सोच्दै थिएँ पटल्छु मलाई आएको चिज के छ धन्यवाद ठिक चाहिँ हुन्छ हिजो कुरा गरेको आज यार हामी चाहिँ आज ब्याडल्यान्ड भन्ने ठाउँ यसो घुमफिर गर्न जाउँ त्यहाँ फल कस्तो लाग्यो भनेर हेरौँ भनेर हिँडेको मौसमले साथै दिएन जुत्ताको बाहिरबाट पाउजो लगाएर हिँडेको के गर्नु न पाउजो बजाउन पाइयो गाडीबाट ओर्लेर न यसो एउटा दुईटा फोटो खिच्न पाइयो केही गर्न पाएन बाहिर सिम 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 पानी पर्दै थियो हामी निस्किँदा अहिले त दर्के पानी पर्दैछ हेलो हामी चाहिँ कहाँ जाँदैछौँ भने हामी स्कार्बो छौँ रोजिनाकोमै छौँ हामी अनि हामी चाहिँ टक्कसँगले 2 थाल भात खाए पछाडि रियाले कति थाल खायो रिया खाएकै छैन एक थाल खायो किन रिया जिम जाँदैछ त्यही भएर रियाले चाहिँ एक थाल मात्रै खायो रोजिनाले बिचर लास्टमा अन्डा करी मात्रै खायो त्यो पनि आलु किनभने भात खानु हुँदैन धेरै जिम जाँदा होइन अनि त्यो भोकले गर्दाखेरि हामी चाहिँ खाना खाएर अनि हामी चाहिँ रोयल पान जाँदैछौँ पान खानालाई खाएको खाना पचाउनलाई अलि हिँड्दै फर्किन्छ नि धेरै अनि हामी चाहिँ रियाको गाडीमा जाँदैछौँ अर्को कुरा है रियाको माज्दा कुन रिया माज्दा CX 2025 Mazda 3 Sports. अनि भन न अल व्हील ड्राइभ के पनि भन्नु All wheel drive होइन FWD मात्रै हो है जाँदैछौँ है तपाईँलाई हामी देखाउँछौँ कस्तो के को पानको मीठा पान I'm giving you a Kolkata मीठा पान. कलकत्ता मीठा पान कलकत्ता मीठा पान हामी चाहिँ अब फेरि यहाँको पान चेक गरेर पान सिटीको पान कति मिठो रहेछ भन्ने च्यालेन्ज गरिरहेको छिन् यहाँ भन्दा त पान सिटी मिठो भन्दै अनि हामी जाँदैछौँ 500 होइन 5600 मिटर पर के गर्न बन्द हुन्छ अरे पुग्दाखेरि बन्द हुने रह ल अब हामी तपाईँलाई पान सिट लिएर जाँदैछौँ है त हामीलाई त खासै केही बनाउँछौँ जस्तो मलाई लागेको छैन After Pond City, 1 a.m. रोजिनाहरूमा छौँ है अनि हामी चाहिँ के बनाउँदैछौँ यहाँनिर भने म देखाउँछु है त के बनाउँदैछौँ हामी पत्रे बनाउँदैछौँ अरे अनि यो चाहिँ किन भुइँमा उ गरेको यहाँ के त हेर पान खाए पछाडिको तागत हो यो चाहिँ फिनी हो यो चाहिँ पत्रे अनि हामी पत्रे बनाउँदैछौँ यहाँनिर है पछि भिडियो आउँछ है आमा युट्युबमा आमा यहाँ मक्क परेर नाप्किनले बनाएको पत्रे हेर्दै हुनुहुन्छ बाई चान्स मेरो भाइ आइहाल्नु भने पनि खाना पाउँछ पत्रे बिचरा तिम्रो भाइ आउँदैन आइहाल्नु बाई चान्स भन्दा खाना पाउँछ अनि रिया पनि छ है रिया चाहिँ के गर्न थाल्यो रियालाई चाहिँ फेरि त्यो पर 1.5 किलोमिटर पर गाँजा कसैले खायो रियालाई यहाँ गनाउँछ होइन रियाको नाक त्यतिको सेन्सिटिभ यो चाहिँ अनर्स हो अब हेरौँ कस्तो हुँदै जान्छ बनाउँदै गएपछि यता पानीले त राम्रै हुँदैछ अब यसलाई चक्कसँग त्यहाँबाट निकालेर हामी कहाँ हाल्छौँ यो माथि हुँदैन नि ग्यास बन्द गरेर त्यसरी हाल्छ
यहाँ बन्दैछ के रोजिना यो यहाँ खजुरी बन्दैछ है अहिलेको बिहानको 3:30 बजे खजुरी बन्दैछ आइतबार थालेको सोमबार भइसक्यो आइतबार थालेको तर आइतबार थाल्ने भनेर शनिबारै भनेको भने शनिबारदेखि थालेको जस्तो भयो त्यो प्रशंसाको प्रलोभन देखाएर आर्टिस्टहरू हेर बिचरा आइ बिहानको 4 बजे यो चाहिँ हामी जानुपर्ने चाहिँ खासमा म्यागडी जाने सर्त भएको थियो रियाले म म्यागडी यहीँ ल्याइदिन्छु भनेर उहाँ भए बर्को के बनाउने उसले गरेको बारिस्टा आजै मात्रै काम लागिरहेछ होइन त्यही पनि अनपेड यो चाहिँ चिया साथी कस्तो भयो भनिदेऊ त अहिले चाहिँ बज्यो बिहानको 5:40 र हामी सुतेको छैन बज्यो पनि हाम्रो खजुर रेडी भयो यहाँ रूपान्तर हुँदैछ यताबाट यता त्यस पछाडि यहाँ छ के चाहिँ हाम्रो साथीले अझै हामीले बनाउने क्रममा छौँ प्याकिङ भइसक्यो हाम्रो डल्ले गर्छ यहाँ के गर्दैछ त्यो अकबरेको दाइ के हुन्छ त्यो हो हेर भा बिचरा 8 बजे भात खाएर 8 बजे घुर्ने मान्छे लिएर अनि यता चाहिँ रेडी भइसक्यो हाम्रो टोली रेडी भइसक्यो अब हामी घर जान्छौँ बिहानै जान्छौँ हामी अब घरै गएर सोध्छौँ निन्द्रा लाग्नुभन्दा अगाडि र घाम झुल्किनुभन्दा अगाडि हामी आफ्नै गुडमा गएर सुत्छौँ 1 घन्टा लाग्छ यहाँबाट अहिले नि बिहानै हाइवेमा क्रास देखाइरहेछ पानी परिरहेको होला डरले गर्दा नि हाँस्छ जस्तो छैन हामी चाहिँ अहिले कति बज्यो अहिले बज्यो भनेको 6:36 भयो बिहानको पुरै अँध्यारो छ 6:30 बजे त हामी आफ्टर सो लङ है यतिखेर उठेर हामी त्यतिखेर उठेर हिँडेकै थिएन होला सायदै थियो होला हामी मोन्ट्रियल जाँदा मात्र थियो यति बेला उठेर हिँडेको र मेट्रो बिहानै चाहिँ नउठेको थुप्रो वर्षौँ भइसक्यो अनि त्यस पछाडि बिहानको 6:30 बज्यो अनि हामी चाहिँ कहाँबाट फर्किँदैछौँ भने अघि रोजिनाहरूकोमा थियौँ है अहिले चाहिँ हामी सब थोक बनाएर पोको पारेर लिएर घर जाँदैछौँ अब सुत्न चाहिँ एकैचोटि अनि त्यहाँ सुत्यो भने निदाइन्छ निदाएपछि फेरि बिहानै उठेर हिँड्न सकिँदैन बिहान होइन दिउँसो उठेर हिँड्न सकिँदैन अनि बरु 45 मिनट पुगिहालिन्छ भनेर हिँडेको यस्तो जाम हुँदो रहेछ आज त क्रास पनि भएछ 4वटा गाडी एकै ठाउँमा अनि वाइल्ड भिड छ बाटो एकदम ह्युज ट्राफिक छ पनि हामी रफ्तारमै छौँ होइन हामी 100लाई टेकिरहेको छौँ तर रोजिना लास्ट मेहनत है मान्छे चाहिँ हैरान भएर पुरै लोत भएर बसिरह्यो बाहिर हामीलाई छोड्दै आउँदाखेरि पुरै त्यही ढलवा जस्तै भएको थियो है र हामी चाहिँ खासै धेरै उनीहरू छिटै सुत्थ्यो त्यो भएर पनि होला हामी चाहिँ युजली सुत्दाखेरि ढिलै नै हुन्थ्यो सधैँ पनि त्यस्तो पनि होइन तर हामी चाहिँ सधैँ ढिलो नै सुत्ने भएकोले गर्दाखेरि खासै हामीलाई त्यस्तो वास्ता नलाग्यो होला जस्तो लाग्यो मलाई चाहिँ अनि आज लक्ष्मी पूजा हो है अब हामी गएर एकछिन चुप लाग न तिमी अब हामी गएर एकछिन सुतेर मस्तसँगले अनि त्यस पछाडि फेरि उठेर एकचोटि ग्रोसरी गर्न गएर घर सरसफाइ गरेर
अनि आज त्यसपछि हामी लक्ष्मी पूजा गर्छौँ है। नेपालमा त लक्ष्मी पूजा हो नि अहिले अहिले बेलुका हो, अहिले गर्दै हुनुहुन्छ है। हामी चाहिँ भरे बेलुका मात्रै गर्छौँ, अहिले 6 बजे, बेलुकाको 6 बजे मात्रै गर्छौँ हामी चाहिँ। 4 बजिसक्यो नि नेपालमा पनि दिउँसोको है। अनि हामी देखाउँछौँ तपाईहरुलाई। अब हामी लक्ष्मी पूजा गरेको देखाउँछौँ। बाई बाई। 5:30 भयो, हामी भर्खर खाना खाएर आज भ्याइ नभ्याइ थियो है। म ग्रोसरी गर्न गएको थिएँ, अघि बिहानको 5:30 थियो, अहिले बेलुकाको ठ्याक्कै 5:30 भएछ। अनि हामी बिहान स्कार्बोबाट आएर एक लट सुत्यौँ 4 घण्टा। अनि त्यस पछाडि फेरि उठेर अनि साथी घर सरसफाइ गर्न थालिन्। म चाहिँ गएँ ग्रोसरी गर्न। मेरो ग्रोसरी गराइ फेरि के खालको हुन्छ भने बिहान हिँडेको बेलुका मात्रै आइपुग्ने गरी हाल है आइरहेको व्हाट्सएप भयो त साथी, चट्टै लाग्यो ठ्याक्कै। श्रृङ्गार गरेर अनि लक्ष्मी पूजा गर्नुपर्छ अरे राम्रै भएर, अनि त्यही भएर श्रृङ्गार गर्दैछु क्या म चाहिँ। के लगाएर श्रृङ्गार गर्दैछौ? अनुहारमा चाहिँ फाउन्डेसन, जिउमा चाहिँ साडी, अनि के यस्तै उस्तै। काजको लाली पोतेर तिमी कपिराइट लाग्छ होला फेरि गायो भने धेरै राम्रो। साह्रै पूजा गर्नुपर्छ भन्ने मान्यता छ अरे। साथी तिमी के गर्दैछौ? कहाँ सजाउँछौ त्यो माला? अब
एउटा मलाई गट फिलिङ्स आइरहेको छ क्या बेला आउँछ 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 भनेर तिहारमा अनि कस्तो गर्छ अब चाहिँ अरू हिजोसम्म एक्साइटमेन्ट थिएन मलाई तिहारको अब चाहिँ अब आएर चाहिँ मलाई बा आउँछ कि भन्ने खालेले एक्साइटमेन्ट डबल बग्छ यो भिडियो लास्ट टाइम मैले हालेँ तिमी स्याड भयो भने के गर्नु सायदै हुनु होला भयो भने के गर्नु भयो भने के गर्नु आएन भने पनि तिमीले केही न केही सरप्राइज दिन्छु भनेको छु म त्यसैमा चित्त बुझाउँछु मैले कहाँ भनेको छु र तिम्रो गयो अनि यो विक भरि तिमीले सरप्राइज एक्सपेक्ट गर्न सक्छौ भनेर त्यो त म सधैँ भन्छु त म दिन्छु भने त म त दिइहाल्छु नि त्यो त नितान्त मेरो कुरो नि त बेलुका त म ग्यारेन्टी लिन सक्दिनँ नि त यार गाइज म चाहिँ अहिले फ्लोरिडाको एयरपोर्टमा छु आज बिहान म कति 6 बजी हिँडेको ह्यारिसबर्गबाट अनि म चाहिँ क्यानाडा जान आँटेको सरप्राइज कसैलाई पनि थाहा छैन भन्दा पनि निशान्त लिन आउँदै हुन्छ वर्षलाई सरप्राइज दिने भनेर हिँडेको हेरौँ कस्तो जान्छ सरप्राइज अहिले चाहिँ एयरपोर्टमा पर्खिरहेको छु मेरो बेलुका 8 बजीको फ्लाइट छ म राति 12 बजी पुग्छु अनि वर्ष कामबाट आइन्छ लगभग त्यही टाइममा त्यस पछाडि घर जान्छु हेरौँ यता कस्तो हुन्छ रियाक्सन हिजो आएको टोली आयो फेरि देउसी खेल्न हिजो आधी खेल्दा खेल्दै भाग्यो भने जाडो भयो त्यो क्या लुगा चेन्ज गरेर आज चाहिँ बल्ल झिलिमिली भएर कन्जिन तिहारमा भुँडी देखाउनु भाइले किन्दैकै छैन अनि कोचिरो भट्याउन यहाँ
के भयो यसले एक्सपेक्ट गरिसकेको चाहिँ अस्ति फोनमा बोल्दा म यहाँ बसिरहेको भएर त्यहाँ बसेर बोलिरहेको प्रकाशले के भन्नु नि त मैले भनेको अरे के सुने नि त्यसपछि म कन्फर्म भयो आउँछ तर कहिले आउँछस् भन्ने चाहिँ थाहा थिएन मलाई अझ बढी शङ्का कहाँ लाग्यो भन्दा बिहानै भरतले उठेर फोन गरेको छ तँलाई होइन अनि यिनीहरूले मलाई ठग्ने नाटक गरेको बढी नाटक पार्यो क्या तिमीहरूले वालमार्टमा छु भन्छ अनि त्यसो भिडियो पनि अन गरेको छैन यताबाट भिडियो कल गरेको छ भिडियो नि अन गरी अडियोमा बोलिरहेको त्यस्तो उस्तो होइन त के पनि मलाई त्यस्तो लागेको छ म अझ के एक्सपेक्ट गरिरहेको थिएँ कामबाट आउँदाखेरि अनि बिलप यहाँ बसेर तर्साउँछ पनि होला जस्तो अहिले निशानीहरूसँग नआएको भए चाहिँ नआएको भए भोलि आउँछ सबैजना एउटा फोटो खिचौँ न यहीँनिर म यहाँ रेकर्ड गरिरहेको छु क्या यहाँ मेरो फोनमा स्क्रिनसट गर्छु सबैजना त्यहाँ उभिनु न एकै ठाउँमा बस्दा पनि हुन्छ उभिनु पर्दैन बस्दा पनि हुन्छ भएका जतिको खिच्दै गरौँ न रेकर्ड भइरहेको छ नि रेकर्ड भइरहेको छ स्क्रिनसट भइरहेको खोइ त अब सबै आमा खोइ बाबा खोइ मम्मी खोइ सबैलाई बोलाउनु न त्यहाँ ग्रिसनलाई दिनु त परबाट देखा भन्दै खोइ ग्रिसन सबैजना आउनु भएन नि त्यहाँ मैले खिच्ने ठाउँमा ग्रिसनलाई अलिक नखाएकालाई म देखेँ त्यहाँ म देखेँ कि देखिनँ म देखाएको छु बिलाप नि एड हुन्छ अब खोइ बाबा चाहिँ बाबाले मलाई देख्दै हुनुहुन्छ हेर्नु न मलाई यहाँ बिलपलाई पनि एड गर्दैछु पक्नु है बिलपलाई पनि एड गर्दैछु पक्नु है के छ गाइस ह्याप्पी तिहार नमस्कार सबैजना फोटो भनेर बसिराख्नु भएको छ अझै अब फोटो जोइन गरे भन्ने छ खोइ दिनु त आमालाई म्युट भयो क्या म्युट सबैलाई म्युट भो म्युट उहिले बाले बिस्तारै बोल्न किन भनेको आज त अब केही खाएको छैन भन्दै म्युट भयो ह्याप्पी तिहार बक्कोसँग भिडियो छ होला अहिले पठाइदिनु मैले रिप्लाई पनि गरिरहेको छु दिदी मैले हेर्नु भएको आज बुधबार हो टिकाको अघिल्लो दिन अनि हामी चाहिँ कहाँ आइरहेछौँ भन्दा हामी आउटलेट आइरहेछौँ प्रिमियम आउटलेट किन आएको त भन्दाखेरि सपिङ गर्न आएको हामी चाहिँ
रित्याइदिने हो कार जति घोटेर काटेन बोकेको छु मात्रै मोबाइलमा त बोकेर अनि म टक्क घर पुगेर चाहिँ के गरिदिन्छु भने टिडी ब्याङ्कलाई फोन गरेँ मेरो आज कार्ड हराएको छ जति पनि पेमेन्टहरू भयो सबै फ्रडवाला ऊ भयो हो होइन त्यसलाई चाहिँ ऊ गरिदियो भनेर भन्यो हामी के सपिङ गऱ्यौँ तपाईँहरूलाई देखाउँछौँ ल के किनौँ त हामीले होला के छ यहाँ सिके छ अनि यहाँ के छ क्रक्स छ अनि अर्को टमेल फाइगर छ यहाँ के छ ओल्ड नेभी छ अनि भित्र पनि छ है ब्यागको भित्र पनि त्यो चाहिँ हामीले झोला वी डोन्ट निड ब्याग भनेर भनेको थियो प्राडाको तैँले के गरेको निशान बडीको लेन्थ त्यो दियो बाटको बाटी बनाएको हो नि हैन यो चाहिँ मेरो बडीको लेन्थ बराबरको बाटी त्यो चाहिँ दियो हाल्ने के कस्तो चलाउनु हो यो हामी चाहिँ गर्थ्यौँ सुरुदेखि यस्तो खुसियालीको चाड छ यहाँ दिदी भेट्न पाएको छ सबैजना भेट्न पाएको छ यति वर्ष पछाडि यो पालि ठ्याक्कै भिजा पासपोर्ट नआइपुगेको भए कति हुन्थ्यो कति वर्ष पुग्थ्यो चौथो वर्ष पुग्थ्यो 5औं वर्ष यो अन्तै आएर लाउँदैछ तर हामी आउँथ्यौँ होला 5औं वर्षमा त्यही अब रमाइलो छ तर अब टिका लाउन आँट्यौँ फोटोसोटो खिच्यो अहिले युएसमा भइरहेको के हुन्थ्यो तेरो अहिले म कानमा घन्टा हान्डा हुन्थेँ ए what can I give for you भन्दै ल ठिक छ त्यसो भयो भनेपछि निशान के छ तेरो मेरो ठिक छ तेरो त टुटेको छैन हैन मेरो टुटेको छैन ठिक छ के छ भन ल के छ कस्तो लागिरहेको छ तिमीलाई लागिरहेको छ अनि अब सबैजना हुँदाखेरि रमाइलो भएको छ फेरि भोलिदेखि जानुपर्छ भनेर अहिलेदेखि खिन्न भइसक्यो म त होस्टेलबाट घरबाट होस्टेल फर्के जस्तो फिल हुन्छ जहिले खोइ जाने ओखर चाहिँ यहाँ छ ए ओखरलाई पनि झेक्नु पर्छ नि राम्रो आइरहेको छ है पूजा गर्दै गर्दै जान अब 3 चोटी भयो अनि पूजा गर्दा काइयो पनि छैन ब्लर आयो त पोर्ट्रेट नखिच्दा अनि किन मलाई होइन एकजना ब्लर आउँछ एकजना खोइ कस्तो नराम्रो फोटो आएछ नि त उठाएको त फोन लाग्यो यस फोटो हो मैले तोरे छ कि बहिनी पुज्ने होइन दाइ मात्रै पुज्ने हो कति दिन भयो नि अब एकचोटि होला
त्यो धेरै पाउनु संस्कृतबाट नेपाली सरिसक्नु मन्त्रहरू जता पनि पुग भाइ राम भन्दा पहिले अब तेल लगाइदिने होइन रामभन्दा पहिले अस्ति राति नै लगायो नि के भन्छ यता हेर है कपालजी झाक्रो ठुलो बनाए पनि स्याहार गर्नु अलि राम्रो बनाउनु एक दिन मैले तेल लगाइदिएर हुँदैन सधैँ तेल लगाउनु आमा न तेल लाउनु बर्खा दिदी एकचोटि तेल लगाइदिइराखे जस्तो गर्नु त पखाइलाई लगाइदिनु सक्छु नि त पनि यस्तो त सयारिहाल्छ सयार्नु कलर गर्दा मात्र हुँदैन हे पछाडिको जुल्फी टोपी लाएर होला जस्तो भएछ पन्छेरी गरिदिनु है यत्रो पालेको छ दारी चाहिँ भेटमा पाल्नु त्यो साडी छोरी लाग्यो टी-शर्ट थियो नि कपाल टी-शर्ट पनि थियो है दारी दारी अलिक मजाले पलाओस् खाने ठाउँ भरियो सर्कुलटी डार्क पिंक है ना निस्किरा तपाईँ निकाल्नु कि ननिकाल्नु ननिकाल्दा पनि किनभने तपाईँलाई के गर्नु गर्नुहुन्छ होइन ल त्यो चाहिँ बिहानमै गरिदिनु अस्ति मैले यसमा खाइहालेँ उसले तिहार नहुनाको 4 वर्ष हुन्छ कुलोमै दिए होइन दादीको थालीमा खानु मजाले यतालाई सुनको दिन्छ नि साला सुन त अलिक पुरानो भएन नि त जति भए पनि 2.5 लाख हो हेर 2.5 लाख हो त्यसो भने मिसेको चाहिँ मिठो मिठो रहेछ यता हेर न म त्यसरी यता निशान हेर त्यो गोल पुरालो छ हेर बाहिर धन्यवाद बल्ल बल्ल भेट्न पाइएको छ
के छ के गर्छौँ अब हामी अरे हामी के काम गर्दैछ ल पाले पालो किसान गर्छौँ ताली गाबु की छडी सिकेको क्रक्स हो झोला चाहिँ सिकेकोबाट किनेर ल्याएको क्रक्सबाट किनेर ल्याएको ल क्रक्स ल ओके ल ताली निकालेकै छैन यो खाएर डाइट मेन्टेन गरेर मोटाउने ताली आयो जाडोमा लगायो अब दाउरा बाहिरबाट लायो यतिकै फोटो खिच्छु अब बाहिर गएर दाउरालाई ल ल ल ल ल ल ल ल ल सही हो ल अर्को अब यो खाने काममा जाँदा बिहान बिहान थुप्रै त्यो आइपिओ को निकाल नम्बर यसरी देखाएको थिएँ ल अभिलाको पालम मेरो चाहिँ तेरे पहले तो लास्ट सस्ता वाला देखियो यार यस्तै हुन्छ क्या यो झिल्के मिल्के चाहिँ पाइदै लाग्छ मन परेको उसको फेभरेट हो त्यो चाहिँ प्रोटिन मैले खाना बाटोमा ओके ल ल ल ल आयो यो लाएर जाने कसको आयो वर्षा जी आयो अब विरोधीको आयो के आयो के हो त्यो यो चाहिँ फाउन्डेसन हो ब्युटिफुल हुनलाई अलरेडी छु तै पनि अनि एन्ड अब वर्षाजीको परफ्युम बाहिर हालेका कालबिन क्लबलाई खाने परफ्युम बेस उम्रिकाको है मेड इन युएस हो मेड इन युएस फ्रम युएस डन डन ए सेलरोटी चाखुम ए साइकलको घन्टी ए छिटो दिनु आन्टी ए बारीमाथि घेरौला ए के दिन्छ मेरौला ए केराको थम्बा ए 3 भाइ थम्बा ए सुपारीको खुड्को ए बिर्सादी खुड्को ए बारीमा अदुवा सिजनमा अदुवा ए यो दुईटा पनि मिल्यो नहल पाले मैले पानाको इटाको कोही बिल्लोतिर कुन हुनु या त भुइँमा मिसिएर एउटैको डुप्ली चाहिँ गर्न मिल्छ नि त्यो काउन्ट हुन्छ नि जस्तै यो र यो पाकेन
के छ त बाइक हेरौँ कस्तो काटिस कपाल मुलेट अरे मुलेट भनेको यही हो अब यता मुलेट कि बुलेट आएन मुलेट भन्दैको ह्याप्पी कुल लेखा यतिको कपाल काटेर भाइ के गरेको अरे 2 वर्षपछि जेरी खाएको कस्तो रहेछ दामी तत्त त पकाउँदा पकाउँदै खाएको पकाउँदा पकाउँदै लिएर आएर ल ठिक छ भने 2 वर्षपछि खान पाइस् क्यानाडाको जेरी कहाँ आएर भन्दा इन्डिया टेस्टमा आएर कुल है अहिले चाहिँ म टोरन्टो पियर्सन एयरपोर्टमा युएस फर्किनु भनेर आएको थिएँ अनि दिदी बिनाजुले ल्याएर छोडिदिए खासमा के भइदियो भन्दाखेरि हामी टाइममै हिँडेको थियौँ तर बाटोमा वाइल्ड ट्राफिक अब आधी घन्टाको बाटो आइपुग्ने हामीलाई 1.5 घन्टा जस्तो लाग्यो ट्राफिकले गर्दाखेरि अनि यहाँको चेक इन गर्ने टाइम भन्दा चाहिँ म 10-15 मिनट ढिलो आइपुगेँ त्यो बोर्डिङ पास लिनको लागि अनि खासमा के हुँदो रहेछ भन्दाखेरि इन्टरनेसनल फ्लाइटमा चाहिँ अनलाइन चेक इन गर्न नमिल्ने रहेछ आफै चेक इन गरेर आउनलाई अनि लाइनमा बस्दा गरेर त्यहाँ अगाडि काउन्टरमा जाँदाखेरि मलाई 10-15 मिनट लेट भयो भने अनि मिलाइदियो नि त मिलाउन मिल्छ कि भनेको अब त्यो तेरो फ्लाइट छुट्छ नै जसरी भए पनि त टाइममा जान पाउँदैनस् भने त्यहाँ काउन्टरमा मान्छेले अनि त्यस पछाडि आजको फ्लाइट मेरो लागि जुरेन अनि त्यस पछाडि उसले अप्सन दिए मलाई कि त बेलुकाको फ्लाइटमा सारिदिन्छु बेलुका 5-6 बजीतिरको फ्लाइट छ भने कि त भोलि बिहान सेम टाइमको फ्लाइटमा आउनु पर्यो भने बेलुका फेरि आजै भरे बेलुका आउनु भन्दा चाहिँ मलाई बेटर अप्सन चाहिँ भोलि बिहानै यही टाइममा आउन जस्तो लाग्यो अनि भोलि बिहानको टिकट गर्दै भन्नु भने अनि उसले टिकट साथी अनि म पर्खिरहेको छु अब फेरि दिदी बिनाजुहरू लिन आउँदैछन् फेरि भर्खर छोड्दैन अनि हुन त अस्ति दिदी बिनाजुलाई सरप्राइज दिने भनेर उनीहरू लिन आउन पाएका थिएनन् अब यसपालि चाहिँ लिन आउन पाउने भयो फेरि डिपार्चरमा लिन आउँदैछन् मलाई अनि त्यस पछाडि अब भोलिको फ्लाइटहरू हामी घुम्न सबैतिर घुम्यौँ नायग्रा चाहिँ जान पाएको थिएन अब आज नायग्रा गइन्छ जस्तो छ भगवान्ले जुराइदिने जस्तो छ यो चाहिँ यतिको चाहिँ भयो एक दिन एक्स्ट्रा घुम्न पाउने भयो क्यानाडा यति नै हो भोलि फर्किने फेरि युएस कहाँ हिँडेको त नायग्रा एयरपोर्ट आएर नायग्रा जाँदैछ अमेरिका हिँडेको मान्छे नायग्रा जाँदैछ के भन्नु र खै एक दिन एक्सटेन्ड भयो होइन भ्याकेसन त्यस पछाडि फ्लाइट छुटिसके पछाडि के भयो त भनिसके पछाडि अब त्यसै नि बस्ने उसै नि बस्ने होइन अनि कुन एयरलाइन्स अरे पोर्टर एयरलाइन्सले चाहिँ भोलि बिहानको 7 बजेको फ्लाइट फेरि अर्को टिकट दियो है अनि त्यस पछाडि आज त्यतिकै जाने हो फेरि आज विकेन्ड सन्डे अनि त्यो भएकोले गर्दा हामी निशान्तलाई पनि घर पठाएर लुगा फेर्न लगाएर नुहाउन लगाएर हामी पनि फेरि घर फर्केर अनि त्यसपछि रेडी भएर हामी आयौँ नायग्रा है नायग्रा घुम्न जुरेको रहेछ बिलबलाई यो पालि फ्लाइट रोकेर होइन फ्लाइट रोकिएर
अब छिर्नु